कहानीको सुरुवात हुन्छ सन् 1962बाट, जहाँ हामीलाई प्यासिफिक ओशियनको बीचमा एउटा धेरै ठूलो जहाज देखाइन्छ जसको नाम एन्टोनिया गजा हो। यस जहाजमा कुल 600 यात्रीहरू सवार छन् जो न्युयोर्कतर्फ जाँदैछन्। यस जहाजमा पार्टी चलिरहेको हुन्छ जहाँ एउटी धेरै सुन्दरी गायिका गीत गाइरहेकी हुन्छन् र सबै मानिसहरू ती गायिकाको गीतको आनन्द लिँदै रमाइलोसँग नाचिरहेका हुन्छन्। जहाजमा भएका सबै मानिसहरू धेरै खुसी थिए, तर उनीहरूलाई थाहा थिएन कि केही मिनेटपछि उनीहरूसँग यस्तो केही हुनेवाला छ जसको बारेमा सोच्दा मात्र पनि डर लाग्छ। त्यत्तिकैमा हामी देख्छौं कि एउटा मानिसले इन्जिन रुमबाट एउटा लिभर माथितिर उठाउँछ। लिभर माथि उठ्ने बित्तिकै एउटा तीखो तार टाइट भएर सबै मानिसहरूको वारपार हुन्छ। हेर्दा हेर्दै सबै मानिसहरूको शरीर दुई टुक्रा हुन थाल्छ। यो एउटा धेरै दर्दनाक माहौल थियो जहाँ चारैतिर रगतै रगत फैलिएको थियो। एउटी सानो नानी जसको नाम केटी हो, उनी बच्छिन् किनभने उनको उचाइ कम थियो, जसका कारण त्यो तार उनको टाउको माथिबाट गुज्रिन्छ। यसपछि हामीलाई 40 वर्षपछिको दृश्य देखाइन्छ जहाँ हामी केही मानिसहरूलाई देख्छौं जो एउटा टग बोटको मद्दतले एउटा ठूलो जहाजलाई तानेर लैजाँदैछन्। त्यत्तिकैमा अचानक त्यो पुरानो जहाज डुब्न थाल्छ। यो देखेर समूहको नायकीले आफ्नो टोलीकी एउटी केटी जसको नाम मर्फी हो उसलाई त्यो पुरानो जहाजमा पठाइदिन्छ ताकि मर्फीले त्यो पुरानो जहाजलाई जुन तारले बाँधेर लगिँदै थियो त्यसलाई आजाद गरिदियोस्। नत्र यदि यो पुरानो जहाज डुब्यो भने त्यसका साथसाथै उनीहरूको यो टग बोट पनि डुब्नेछ। मर्फी जब त्यो पुरानो जहाजमा पुग्छिन् तब उनलाई थाहा हुन्छ कि पुरानो जहाजको तल्लो भागमा चिरा परिसकेको छ, जसका कारण जहाजमा तीव्र गतिमा पानी भरिँदै गइरहेको छ र आगामी 5 मिनेटमा यो जहाज पानीमा डुब्नेछ। मर्फीले यो कुरा आफ्नो टोलीको नायकीलाई बताउँछिन्। यो सुनेर टोलीको नायकीले मर्फीलाई आदेश दिन्छ कि जुन तारले हामीले यो जहाजलाई तानिरहेका छौं त्यो तारलाई खोलिदेऊ र तुरुन्तै त्यहाँबाट निस्किएर हामी कहाँ टग बोटमा आऊ, किनभने हामी यो पुरानो जहाजलाई छोडेर जानेवाला छौं। त्यत्तिकैमा टोलीका अरू 2 साथीहरू पनि मर्फी कहाँ पुग्छन् र उनीहरूले पनि मर्फीलाई बाहिर निस्किएर जहाज छोड्न भन्छन्। तर यो जहाज फेला पार्न उनीहरूलाई 3 महिना लागेको थियो, जसका कारण मर्फी यति सजिलै यो जहाज छोडेर जानेवाला थिएनन्। उनी जहाज बचाउनका लागि तल पानीमा हाम फाल्छिन्। यो देखेर माथि बसेका 2 साथीहरू पनि औजार लिएर मर्फीको पछि हाम फाल्छन्। यी तीनै जनाले जसो तसो गरेर जहाज डुब्नु अघि नै त्यसको चिरामा वेल्ड गरेर जहाजलाई डुब्नबाट बचाउँछन् र यो जहाजलाई यी मानिसहरूले बजारमा बेचेर धेरै पैसा कमाउँछन् र यो पैसा टोलीको नायकीले सबै मानिसहरूमा बराबर बाँडिदिन्छ। त्यही ज्याक नामको एउटा मानिसले यी मानिसहरूमाथि निकै बेरदेखि नजर राखेको थियो र यी सबैका कुराहरू सुनिरहेको थियो। उसलाई थाहा हुन्छ कि यी मानिसहरू समुद्रमा हराउने जहाजहरू खोजेर बजारमा बेचेर पैसा कमाउँछन्। ज्याक नामको त्यो मानिस उनीहरू कहाँ आउँछ र टोलीको नायकीलाई एउटा जहाजको बारेमा बताउँछ जसमा खजाना लुकेको छ। ज्याकले वास्तवमा त्यही जहाजको कुरा गरिरहेको थियो जसलाई 40 वर्ष अघि एक अज्ञात मानिसले लिभर खिचेर सबै मानिसहरूलाई मारिदिएको थियो। टोलीको नायकीले पनि त्यो 40 वर्ष अघि हराएको एन्टोनिया गजा नामको जहाजको बारेमा सुनेको थियो। टोलीको नायकीले भन्छ कि यो जहाज धेरै मानिसहरूले खोजे, तर आजसम्म त्यो जहाज कसैले पनि फेला पारेनन्। ज्याकले टोलीको नायकीलाई भन्छ कि मलाई थाहा छ त्यो जहाज समुद्रको कुन भागमा छ। यदि हामीले यो जहाज ल्याएर बजारमा बेच्यौं भने हामी रातारात धनी हुनेछौं। पैसाको कुरा सुन्ने बित्तिकै समूहका सबै मानिसहरू यो मिसनका लागि तयार हुन्छन् र भोलिपल्टै यी मानिसहरू आफ्नो टग बोटमा त्यो एन्टोनिया गजा नामको जहाज खोज्न निस्कन्छन्। धेरै दिनको यात्रापछि यी मानिसहरू समुद्रको एउटा धेरै सुनसान ठाउँमा पुग्छन् जहाँ टोलीको एउटा मानिसलाई कुनै जहाज आसपास भएको सिग्नल मिल्छ। यी मानिसहरूले बुझ्छन् कि त्यो जहाज जो आजभन्दा 40 वर्ष अघि हराएको थियो त्यो यही कतै छ। थोरै अगाडि बढ्दा उनीहरूको अगाडि एउटा धेरै ठूलो जहाज आउँछ। यो त्यही जहाज हो जसलाई हामीले कहानीको सुरुवातमा देखेका थियौं र यो जहाज पछिल्लो 40 वर्षदेखि समुद्रमा हराएको थियो। यो जहाज देखेर यी सबै मानिसहरू धेरै खुसी हुन्छन् र उनीहरूलाई लाग्छ कि यो जहाज बेचेर उनीहरू मालामाल हुनेछन्। अब टोलीको नायकीले 2 जनालाई टग बोटमै रहन भन्छ र आफै केही साथीहरूसँग त्यो पुरानो जहाजको जाँचका लागि भित्र जान्छ। भित्र जाने बित्तिकै यी मानिसहरूलाई धेरै अनौठो आवाज आउन थाल्छ जुन सुनेर यी मानिसहरू डराउँछन्। यसपछि टोलीको नायकीले आफ्ना साथीहरूलाई अगाडि बढ्न भन्छ। यी मानिसहरू त्यो आवाजलाई पछ्याउँदै एउटा ठूलो घडीको नजिक पुग्छन् जहाँ यी मानिसहरूले देख्छन् कि त्यो घडीको सुई अझै पनि हलिरहेको छ। केही बेरपछि अचानक त्यो घडीको सुई रोकिन्छ। यो देखेर उनीहरूलाई केही अनौठो लाग्छ। अब यी मानिसहरू जहाजको थप जाँचका लागि अगाडि बढ्छन्। भित्र यो जहाज पूर्ण रूपमा तहस-नहस भइसकेको थियो, जहाँ सबै चीजहरू टुटिसकेका थिए र जहाजको फलाममा किया लागिसकेको थियो। यी मानिसहरू जब अगाडि बढिरहेका हुन्छन् तब उनीहरूको एउटा साथी भुइँ टुट्नुका कारण खस्नै लागेको हुन्छ कि त्यत्तिकैमा मर्फीले उसलाई समात्छिन् र जब मर्फीले आफ्नो साथीलाई माथि तान्छिन् तब उनलाई तल एउटी केटी देखिन्छ। यो त्यही केटी हो जो आजभन्दा 40 वर्ष अघि अर्थात् सन् 1962 मा जहाजमा एक्लै बचेकी थिइन्, जसको टाउकोमाथि तार गएको थियो। तर अचम्मको कुरा यो थियो कि 40 वर्षपछि पनि उनको उमेर उस्तै थियो, जसको अर्थ यो हो कि यो त्यो केटीको आत्मा हो। मर्फीले जब त्यो केटीलाई फेरि हेर्छिन् तब ती केटी अचानक कतै हराउँछिन्। अब यी मानिसहरूले जसो तसो गरेर आफ्नो साथीलाई माथितिर तान्छन्। यहाँ मर्फीले केही बुझ्न सक्दिनन् कि उनले जे देखिन् त्यो सत्य थियो वा कुनै भ्रम, तर यो सबै देखेर मर्फी धेरै डराउँछिन्।
अब यो जहाज धेरै ठूलो थियो, त्यसैले यी मानिसहरूले यसलाई अझै खोजी एक्सप्लोर गर्न थाल्छन् र जाँदा जाँदै जहाजको मुख्य क्याबिनसम्म पुग्छन्, जहाँ जाँच गर्दा उनीहरूलाई एउटा डिजिटल घडी भेटिन्छ। यो देखेर यी मानिसहरू अलमलमा पर्छन्, किनभने आजभन्दा 40 वर्ष अघि यस प्रकारको डिजिटल घडी हुने गर्दैनथ्यो र यो घडी देखेर यी मानिसहरूले बुझ्छन् कि पक्कै पनि हामी भन्दा पहिले पनि यहाँ केही मानिसहरू आइसकेका छन्। यसपछि यी सबै फिर्ता आफ्नो टगबोटमा आउँछन् र टोलीको नाइकेले निर्णय गर्छ कि भोलिपल्ट हामी यो जहाजलाई टगबोटले बाँधेर लैजानेछौँ। भोलिपल्ट बिहान उनीहरूलाई थाहा हुन्छ कि जहाजमा एउटा धेरै ठूलो प्वाल छ, जसका कारण बिस्तारै बिस्तारै जहाज पानीमा डुबिरहेको छ। टोलीको नाइकेले भन्छ कि यो अवस्थामा जहाजलाई टगबोटले बाँधेर लैजान असम्भव छ, किनभने जहाजमा धेरै पानी जम्मा भइसकेको छ। पानीका कारण जहाजको तौल कयौं गुणा बढिसकेको छ, त्यसैले यो पुरानो जहाजलाई टगबोटले बाँधेर लैजानु एउटा मूर्खता हुनेछ। अब यी मानिसहरूले निर्णय गर्छन् कि पहिले हामी जहाजको प्वाललाई वेल्ड गरेर बन्द गर्नेछौँ र फेरि जहाजभित्र रहेको सबै पानी निकालेर यसलाई टगबोटले बाँधेर लैजानेछौँ। क्याप्टेनको कुरा सबैलाई ठिक लाग्छ, जसपछि यी सबै आफ्नो काममा लाग्छन्। केही साथीहरू जहाजको प्वाल मर्मत गर्न लाग्छन् र केही जहाजभित्र रहेको खजाना खोज्न लाग्छन्। मर्फी खजानाको खोजीमा अगाडि बढ्दै एउटा स्विमिङ पुलको नजिक पुग्छिन्। स्विमिङ पुललाई देखेर उनी छक्क पर्छिन्, किनभने स्विमिङ पुलमा धेरै गोलीका निशानाहरू थिए। अब उनी जब स्विमिङ पुलबाट माथितिर आइरहेकी हुन्छन्, तब एकपटक फेरि ती केटी मर्फीको अगाडि आउँछिन्, जसलाई देखेर डरले मर्फी फेरि तल पुलमा खस्छिन्। उनको टाउको जोडले स्विमिङ पुलको भुइँमा ठोकिन्छ र रगत निस्कन सुरु हुन्छ, तर स्विमिङ पुलले उनको रगतलाई सोसिदिन्छ। मर्फीले एकपटक फेरि जब माथि हेर्छिन्, तब ती केटी त्यहाँ थिएनन् र अब त्यहाँ ज्याक हुन्छ। ज्याकले मर्फीलाई स्विमिङ पुलबाट बाहिर निकाल्न मद्दत गर्छ। बाहिर निस्कने बित्तिकै मर्फीले ज्याकसँग भन्छन् कि मैले भर्खरै यहाँ एउटी केटी देखेकी छु, तर थाहा छैन उनी अचानक कहाँ हराइन्। ज्याकले मर्फीलाई भन्छ कि यो तिम्रो भ्रम होला, यहाँ त्यस्तो केही पनि छैन। यसपछि यी दुवै अगाडि बढ्छन् र यी दुवै यहाँबाट गएपछि स्विमिङ पुल पूर्ण रूपमा रगतले भरिन्छ। अर्कोतर्फ टोलीको नाइकेलाई त्यो पुरानो जहाजको क्याप्टेनको कोठा भेटिन्छ। टोलीको नाइके जब कोठाभित्र जान्छ, तब कोठा निकै खराब अवस्थामा थियो। अनुसन्धान गर्दा टोलीको नाइकेलाई त्यहाँ केही पनि खास भेटिएन। जब टोलीको नाइकेको नजर अगाडिको टेबलमा पर्छ, तब उसले देख्छ कि टेबलमा एउटा रक्सीको बोतल र गिलासमा कसैले प्याक बनाएर राखेको छ। यो सबै देखेर यस्तो लागिरहेको थियो मानव भर्खरै कोही रक्सी पिएर गएको होस्। टोलीको नाइकेले जस्तै यो गिलास उठाएर पिउन लाग्छ, तब उसको नजर अगाडि लागेको ऐनामा पर्छ र ऐनामा टोलीको नाइकेलाई यो पुरानो जहाजको क्याप्टन देखिन्छ। यो देखेर टोलीको नाइके धेरै डराउँछ र उसको हातबाट रक्सीको गिलास झरेर फुट्छ र टोलीको नाइके डरले त्यहाँबाट निस्कन्छ। यस जहाजमा सबैसँग अनौठो घटनाहरू भइरहेका थिए। टोलीको एउटा साथी, जसको नाम मार्क हो, उसलाई जहाजमा कुनै महिला गायिकाको गीतको आवाज सुनिन थाल्छ। ऊ त्यो आवाजलाई पछ्याउँदै जहाजको ग्राउन्ड एरियामा पुग्छ, जहाँ ती महिला गायिका पनि उपस्थित हुन्छन्। यी त्यही गायिका थिइन् जसलाई हामीले कहानीको सुरुवातमा देखेका थियौं। अर्कोतर्फ मर्फी र ज्याक अगाडि बढ्दै लुगा धुने कोठा जस्तै खोल्छन्, तब भित्र जम्मा भएको सबै पानी उनीहरूमाथि आउँछ, जसमा धेरै मानिसहरूको शव थियो। मर्फी र ज्याक डरले त्यहाँबाट अगाडि बढ्न थाल्छन्। अगाडि बढ्दै उनीहरूको अगाडि एउटा क्याबिनको ढोका खुल्छ। भित्र जाँदा ज्याकलाई एउटा धेरै लग्जरी कार भेटिन्छ, जसलाई देखेर ऊ धेरै खुसी हुन्छ। तर मर्फीलाई यहाँ केही गडबड महसुस हुन्छ, त्यसैले उनी चाँडै नै यहाँबाट निस्कन चाहन्थिन्। त्यत्तिकैमा अर्को एउटा कोठाबाट उनीहरूलाई केही हल्लिएको जस्तो देखिन्छ। जब यी दुवै त्यो चीजको नजिक आउँछन् र त्यसको माथि राखिएको सामान हटाएर हेर्छन्, तब उनीहरूको आँखा तिर्मिराउँछ, किनभने त्यहाँ सुनले भरिएको एउटा बाकस थियो। यो देखेर मर्फीले आफ्ना बाँकी साथीहरूलाई तुरुन्तै बोलाउँछिन् र जब सबै यहाँ पुग्छन्, तब सामान हटाउँदा उनीहरूलाई यस्तै 9 वटा बाकसहरू भेटिन्छन् र हरेक बाकसमा 28 वटा सुनका पाताहरू थिए, जसलाई देखेर सबैको खुसीको सीमा रहेन, किनभने यी सबै रातारात धनी भए। यति ठूलो खजाना भेटिएपछि उनीहरूले निर्णय गर्छन् कि यो जहाजलाई यही छोडिदिने र मात्र सुन यहाँबाट लिएर जाने। जसपछि यी मानिसहरूले सबै सुन आफ्नो टगबोटमा राख्छन् र अब यी मानिसहरू यहाँबाट निस्कने तयारी गर्छन्। टगबोट चलाउने क्याप्टेनले बोट स्टार्ट गर्नका लागि इन्जिनको सफाई गर्न थाल्छ र त्यत्तिकैमा हामीलाई देखाइन्छ कि टगबोटमा राखिएको सिलिन्डरको भल्भ आफै चालु भएको छ, जसबाट हावामा ग्यास फैलिन सुरु हुन्छ। उता मर्फीले एकपटक फेरि त्यही केटीलाई देख्छिन्, जो उनीतिर तीव्र गतिमा भागिरहेकी हुन्छन्, मानौ उनी मर्फीलाई केही कुरा बताउन चाहन्छन्। तर त्यत्तिकैमा उनलाई कसैले समातेर तल धकेलिदिन्छ र जस्तै टगबोटको क्याप्टेनले इन्जिन अन गर्छ, तब सिलिन्डरबाट निस्केको ग्यासका कारण पुरै बोटमा एउटा धेरै ठूलो विस्फोट हुन्छ, जसमा टगबोटको क्याप्टेन मारिन्छ। अब यी मानिसहरू समुद्रको बीचमा एउटा सुनसान जहाजमा फसेका थिए। यी सबै मानिसहरू धेरै चिन्तित हुन्छन्
किनभने उनीहरूसँग यहाँबाट निस्कनका लागि जुन टग बोट थियो त्यो पूर्ण रूपमा ध्वस्त भइसकेको थियो। उनीहरूको एउटा साथी जसको नाम मार्क हो उसलाई आफ्नो प्रेमिकाको फोटो देखेर धेरै दुखी हुन्छ, किनभने 2 हप्तापछि उनीहरूको विवाह हुनेवाला थियो र अब उसलाई लाग्छ कि ऊ कहिले पनि यहाँ यो जहाजबाट बाँचेर जान पाउने छैन। पीडामा मार्कले त्यहाँ राखिएको कयौं वर्ष पुरानो रक्सी पिउन थाल्छ। अर्कोतर्फ मर्फी पनि अलमलमा हुन्छन् कि उनलाई बारम्बार ती केटी किन देखिरहेकी छन्। त्यसैले मर्फीले ती केटीको बारेमा जान्ने कोसिस गर्छिन्। उनी जहाजको तथ्याङ्कमा यात्रीहरूको नाम चेक गर्छिन्, जसबाट उनलाई थाहा हुन्छ कि जुन केटी उनलाई देखिरहेकी छन् उनको नाम केटी हो। अनुसन्धान गर्दै उनी केटीको कोठासम्म पुग्छिन्, जहाँ दराजको ढोका खोल्दा उनलाई केटीको कंकाल भेटिन्छ, जसलाई देखेर मर्फी धेरै डराउँछिन्। फेरि जसोतसो गरेर मर्फी आफैलाई सम्हाल्छिन् र त्यो कंकाल घाँटीमा झुन्डिएको लकेटलाई निकालेर हेर्छिन्, जसमा ती सानी नानीको बुवा आमाको फोटो थियो जो उनको पछाडि नै उभिएकी थिइन्। उनलाई देखेर मर्फीलाई एउटा ठूलो झट्का लाग्छ। केटीले भन्छन् कि त्यो लकेट बन्द नगर्नु, किनभने धेरै वर्षपछि म आफ्नो मम्मी ड्याडीलाई देखिरहेकी छु। मर्फीलाई अझै पनि विश्वास भइरहेको थिएन कि उनी एउटी मरिसकेकी केटीसँग कुरा गरिरहेकी छिन्। तर जब उनी लकेट केटीको हातमा दिन लाग्छिन्, तब लकेट केटीको हातबाट वार पार हुन्छ र अब बल्ल मर्फीलाई विश्वास भयो कि यो केटी कुनै मानिस होइन बल्कि एउटा आत्मा हो। केटीले मर्फीलाई बताउँछिन् कि यस जहाजमा अझै कैयौं मानिसहरूको आत्मा कैद छ र तबसम्म यी आत्माहरू यहाँबाट आजाद हुन सक्दैनन् जबसम्म त्यो मानिसलाई मारिदैन जसले मानिसहरूको आत्मालाई यहाँ कैद गर्छ। मर्फीले केटीलाई सोध्छिन् कि को हो त्यो मानिस जसले तिमीलाई र बाँकी मानिसहरूको आत्मालाई यहाँ कैद गरेर राखेको छ। केटीले जस्तै मर्फीलाई त्यो मानिसको बारेमा बताउन लाग्छिन्, तब अचानक छतबाट केही अनौठा किराहरू निस्कन थाल्छन्, जसलाई देखेर केटी धेरै डराउँछिन् र उनी मर्फीसँग भन्छन् कि चाँडोभन्दा चाँडो यो जहाजबाट तिमीहरू निस्किएर जाऊ, नत्र तिमीहरू मारिनेछौ। यसपछि केटी गायब हुन्छन्। अर्कोतर्फ मार्कले पुरै बोतल पिएपछि उसलाई चक्कर लाग्न थाल्यो। उसको आसपास रहेका सबै टेबल र कुर्सीहरू हल्लिन थाल्छन्। हेर्दा हेर्दै सबै कुरा मर्मत भएर नयाँ भयो र आजभन्दा 40 वर्ष अघि जो मानिसहरू यस जहाजमा मारिएका थिए उनीहरू फेरि मार्कको अगाडि जीवित भएर उभिए। मार्क बीचमा उभिएको थियो, जसको चारैतिर मानिसहरू उसको लागि ताली बजाउन थाले। सुरुमा त मार्कलाई पनि केही अनौठो लाग्छ, तर फेरि उसले सोच्छ कि यो सबै रक्सीको कमाल हो। अर्कै पल ती महिला गायिका मार्कको नजिक आइन् र उनी मार्कसँग नजिकिन थालिन्। महिला गायिकाले पूर्ण रूपमा मार्कलाई आफ्नो बसमा पारेर आफ्नो पछि लगाउँछिन्। मार्क पनि केही नसोची उसको पछि जान थाल्यो। मूर्ख मार्कलाई थाहै रुँदैन कि यी गायिकाले उसलाई एउटा जालमा फसाइरहेकी छिन्। ती महिला गायिका भुइँको किनारमा उभिएर मार्कलाई बोलाउन थाल्छिन्। मार्कले ती गायिकालाई पाउने चक्करमा भुइँबाट तल खसेर मारिन्छ। त्यही हामीलाई टोलीको नायिका देखाइन्छ जो यो पुरानो जहाजको क्याप्टेनको कोठामा बसिरहेको हुन्छ। त्यतिकैमा उसले देख्छ कि रक्सीको बोतल आफै सर्न थाल्यो। केही बेरपछि उसको अगाडि यही जहाजको क्याप्टेनको आत्मा आउँछ। यो देखेर टोलीको नायिका निकै नै डराउँछ। तब जहाजको क्याप्टेनले उसलाई गिलासमा रक्सी हालेर पिउनका लागि दिन्छ। साथै उसले एउटा फोटो दिन्छ जसमा एउटा जहाज हुन्छ जसको नाम लरेलाई हुन्छ। क्याप्टेनले बताउँछ कि आजभन्दा कैयौं वर्ष अघि हामी कहाँ एउटा मानिस आएको थियो जसले हामीलाई लरेलाई जहाजको बारेमा बतायो। उसले भन्यो कि लरेलाई जहाजमा धेरै ठूलो खजाना लुकेको छ। जब हामीले लरेलाई जहाजलाई उद्धार गर्यौं तब हामीलाई साच्चै त्यो सबै खजाना भेटियो। क्याप्टेनले टोलीको नायिकालाई एउटा अर्को फोटो देखाउँदै भन्छ कि यो त्यो मानिस हो जसले हामीलाई लरेलाई जहाजको बारेमा बताएको थियो। टोलीको नायिकाले त्यो मानिसको फोटो देखेर उसको सातो जान्छ, किनभने त्यो मानिस अरू कोही नभएर ज्याक थियो र यो फोटो 40 वर्ष पुरानो थियो। 40 वर्ष बितेपछि आज पनि उसको उमेरमा कुनै परिवर्तन भएको थिएन। ऊ फोटोमा बिल्कुल त्यस्तै देखिरहेको थियो जस्तो 40 वर्ष अघि देखिन्थ्यो। अब टोलीको नायिकाले बुझ्छ कि ज्याक कुनै मानिस होइन बल्कि एउटा राक्षस हो। यो सबै बुझ्ने बित्तिकै टोलीको नायिका चाँडै नै आफ्नो टोलीलाई यो जहाजबाट निकाल्न चाहन्थ्यो। ऊ चाँडो आफ्ना साथीहरूलाई खोज्न थाल्छ, तर त्यतिकैमा उसको अगाडि उसको त्यही साथी आउँछ जो टग बोटमा ग्यास खुलेका कारण विस्फोटमा मारिएको थियो। वास्तवमा यो विस्फोटमा मारिने मानिसको आत्मा हुन्छ जो टोलीको नायिकालाई मार्नका लागि अगाडि बढ्छ। नायिकाले उसले आफूलाई बचाउनका लागि भाग्छ, तर त्यतिकैमा उसको अगाडि मर्फी आउँछिन्। अब विस्फोटमा मारिने मानिसको आत्मा त गायब हुन्छ, तर टोलीको नायिकालाई मर्फीको अनुहार त्यही विस्फोटमा मारिने साथीको जस्तै देखिरहेको हुन्छ जो केही बेर अघि भूत बनेर उसको पछि आइरहेको थियो। त्यसैले टोलीको नायिकाले मर्फीलाई भूत सम्झेर उनमाथि हमला गरिदिन्छन्, तर मर्फीले आफूलाई बचाउनका लागि उसको खुट्टामा चोट पुर्याउँछिन्। तर यसले
टोलीको नाइकेको धेरै केही बिग्रिदैन। ऊ फेरि मर्फीमाथि हमला गर्नका लागि उभिन्छ। उसले मर्फीलाई मार्नुभन्दा पहिले नै पछाडिबाट ज्याक आएर टोलीको नाइकेलाई फलामको डन्डीले टाउकोमा हानेर बेहोस पारिदिन्छ। ज्याक त्यही मानिस हो जो यी सबैलाई यहाँ लिएर आएको थियो। पुरै टोलीमा मात्र टोलीको नाइकेलाई नै थाहा भइसकेको थियो कि ज्याक कुनै मानिस होइन बल्कि एउटा राक्षस हो र ज्याकले पनि बुझिसकेको थियो कि टोलीको नाइकेलाई मेरो सबै वास्तविकता थाहा भयो। त्यसैले ऊ टोलीको नाइकेलाई आफ्नो बाटोबाट हटाउनका लागि सबैलाई उसको विरुद्ध भड्काउँछ। उसले भन्छ कि यदि यो फेरि होसमा आयो भने यसले हामी मध्ये कसैलाई नोक्सान पुर्याउन सक्छ। सबैलाई ज्याकको कुरा ठिक लाग्छ। त्यसैले यी मानिसहरूले आफ्नो नाइकेलाई एउटा ट्याङ्कीमा फालिदिन्छन्। अब यहाँबाट निस्कने अर्को कुनै बाटो नभेटिएपछि यी मानिसहरू योजना अनुसार जहाजलाई मर्मत गर्ने काममा लाग्छन्। चाँडै नै जहाजमा जुन प्वालबाट पानी भित्र आइरहेको थियो त्यो प्वाललाई यी मानिसहरूले वेल्ड गरिदिन्छन् र पम्पको माध्यमबाट जहाजभित्र जम्मा भएको पानी बाहिर निकाल्न थाल्छन्। मर्फीले देख्छिन् कि उनीहरूको एउटा साथी जसको नाम मार्क हो ऊ कतै पनि देखिरहेको छैन। त्यसैले मर्फी उसलाई खोज्न निस्किन्छन्। त्यत्तिकैमा उनको अगाडि ती केटीको आत्मा एकपटक फेरि आउँछिन् जसले देखाउँछिन् कि तिमीले जुन मानिसलाई खोजिरहेकी छौ ऊ मरिसकेको छ। यो मार्क हुन्छ जो महिला गायिकालाई पाउने चक्करमा मारियो। र अब यी केटीले मर्फीको काँधमा हात राखेर उनलाई 1962 को त्यो रातमा लगिन्छन् जहाँ यो सबै घटना भएको थियो, जब सबैका सबै जहाजमा मारिएका थिए। त्यो रात जहाजमा रहेका सबै मानिसहरूलाई धेरै निर्दयी ढङ्गले मारिएको थियो र यो सबै एउटा समूहले गरिरहेको थियो जसको उद्देश्य थियो यस जहाजमा रहेको सबै सुन चोर्नु। यी मानिसहरूले केही मानिसहरूलाई खानामा विष मिसाएर मारिदिए, केही मानिसहरूलाई तारले काटेर उनीहरूको 2 टुक्रा पारिदिए र केहीलाई गोलीले छ्याछ्या पारिदिए। उनीहरूको कहरबाट केटी पनि बच्न सकिनन्। उनीहरूले केटीलाई उनको कोठामा लगेर फाँसीमा झुन्ड्याइदिए। यी सबैको पछाडि त्यही महिला गायिका थिइन् जसले सुन लुट्नका लागि यो पुरै योजना बनाएकी थिइन् र आफ्ना मानिसहरूको मद्दतले उनले जहाजमा रहेका सबै मानिसहरूलाई मारिदिइन्। अब सबै सुन उनीहरूको कब्जामा थियो। जहाजको अफिसर पनि महिला गायिकासँग मिलेको थियो। महिला गायिकाको एउटा इशारामा उसले आफ्नै साथीहरूलाई मारिदिन्छ, तर जस्तै ऊ फर्कन्छ महिला गायिकाले उसलाई पनि गोली मारिदिन्छन्। महिला गायिकालाई लाग्छ कि सबै सुन अब उसकै भइसक्यो किनभने जहाजमा रहेका सबै मानिसहरू मारिसकेका थिए। तर यही प्रवेश हुन्छ एउटा यस्तो मानिसको जो यो पुरै खेलको मास्टरमाइन्ड थियो र उसले फलामको चेनले महिला गायिकालाई झुन्ड्याएर मारिदिन्छ। मर्फीले केटीको मद्दतले यो सबै देखिरहेकी हुन्छन् र त्यत्तिकैमा उनले यो खेलको मास्टरमाइन्डलाई पनि देख्छिन्, जसलाई देखेर मर्फी अचम्ममा पर्छिन् किनभने त्यो मानिस अरू कोही नभएर ज्याक हो जो उनीहरूलाई सुनको लोभ देखाएर यहाँ लिएर आयो। किनभने जहाजमा प्वाल परेको थियो र जहाज बिस्तारै पानीमा डुबिरहेको थियो। त्यसैले जहाज बचाउनका लागि केही यस्ता मानिसहरूको आवश्यकता थियो जो जहाजलाई डुब्नबाट बचाउन सकुन्। त्यसैले ज्याकले चलाखीपूर्वक उनीहरूलाई यहाँ ल्यायो। अब जहाज पूर्ण रूपमा किक भइसकेको थियो। त्यसैले ज्याकलाई अब यी मानिसहरूको कुनै आवश्यकता थिएन र अब उसले यी सबैलाई पनि मारिदिनेछ। यो सबै बुझ्ने बित्तिकै मर्फीलाई सम्झना आउँछ कि हामीले ज्याकको कुरामा लागेर आफ्नो नाइकेलाई ट्याङ्कीमा बन्द गरिदिएका थियौँ। अब मर्फी आफ्नो नाइकेको ज्यान बचाउनका लागि उसका हात दौडिएर जान्छन्, तर अब ट्याङ्कीमा पानी भरिएका कारण नाइकेको मृत्यु भइसकेको हुन्छ। मर्फीले आफ्नो नाइकेलाई बचाउनका लागि ट्याङ्कीको सिसा फोर्ने कोसिस गर्छिन्, तर ट्याङ्कीको सिसा धेरै बलियो थियो। त्यसैले लाख कोसिस गर्दा पनि नाइकेलाई बचाउन सक्दिनन्। यसपछि मर्फी आफ्नो एउटा साथी कहाँ आउँछिन् जसको नाम डज हो। मर्फीले डजलाई ज्याकको सबै वास्तविकता बताइदिन्छन् र भन्छन् कि ज्याक तिमीलाई जहाँ पनि देखियो भने उसलाई गोली हानिदेऊ। म आफ्नो अर्को एउटा साथीलाई खोज्न जाँदैछु। मर्फी गएको केही बेरपछि ज्याक डजको अगाडि आउँछ, जसलाई मर्फीले ज्याक जहाँ देखिए पनि गोली हान्न भनेकी थिइन्। डजले ज्याकसँग भन्छ कि यही उभिराख र आफ्नो ठाउँबाट नहल्लिऊ। यो सुनेर ज्याकले बुझ्छ कि मर्फीले यसलाई मेरो सबै वास्तविकता बताइदिइन्। तब ज्याकले डजलाई कुरामा अल्झाएर डजबाट बन्दुक खोज्ने कोसिस गर्छ, तर डजले ज्याकको होसियारी बुझ्छ र उसले तुरुन्तै ज्याकमाथि बन्दुकको गोली चलाइदिन्छ, जसका कारण ज्याक टाढा गएर पछारिन्छ। जसपछि डज ज्याकको नजिक आउँछ र देख्छ कि ज्याक मारिसकेको छ। यो देखेर डज त्यहाँबाट जान्छ, तर हामी देख्छौँ कि ज्याक अझै पनि मरेको छैन। अर्कोतर्फ मर्फी आफ्नो जुन साथीलाई खोज्न गएकी थिइन्, मर्फीलाई थाहा हुन्छ कि ऊ पानीमा मारिएको छ। अब डज बाहेक मर्फीका सबै साथीहरू मारिसकेका थिए। त्यसैले मर्फीले निर्णय गर्छिन् कि उनले यो पुरै जहाजलाई ध्वस्त पारिदिनेछिन्। जसपछि मर्फी जहाजको हरेक कुनामा बम जडान गर्न थाल्छिन् र त्यत्तिकैमा उनी कहाँ डज आउँछ। डजले मर्फीलाई बताउँछ कि मैले ज्याकलाई मारिदिए। यो सुनेर मर्फीले भन्छन् कि ज्याक मर्दैन किनभने ज्याक कुनै मानिस होइन बल्कि एउटा राक्षस हो। त्यसैले हामीले यो पुरै जहाज विस्फोट गर्नुपर्छ ताकि ज्याकले हामी जस्तै अरू कुनै मानिसलाई यहाँ लिएर फसाउन नसकोस्।
र ज्याकले जति पनि आत्माहरूलाई यस जहाजमा कैद गरेर राखेको छ ती सबै आजाद हुनेछन्। डजले यहाँ रिसले मर्फीलाई सम्झाउँछ कि हामीले जहाजलाई विस्फोट गर्नु हुँदैन, किनभने यसरी जहाजमा राखिएको सबै सुन बर्बाद हुनेछ र हामी सुन प्राप्त नगरी खाली हात घर फर्कनु पर्नेछ। मर्फीले भन्छन् कि यो सुन वास्तवमा ज्याकको एउटा चाल हो जुन हामीले यहाँबाट कहिल्यै पनि लैजान पाउने छैनौँ, त्यसैले मैले हर हालमा यो जहाज विस्फोट गर्नुपर्छ। अब ज्याकले बुझ्छ कि मर्फी कुनै पनि हालतमा मान्नेवाली छैनन्, त्यसैले ज्याक आफ्नो असली रूपमा आउँछ, जसबाट हामी बुझ्छौँ कि ज्याकले डजलाई पनि मारिदिएको थियो। ज्याकले उनलाई बताउँछ कि तिम्रो र मेरो काम एउटै हो, जसरी तिमीले समुद्रमा फसेका जहाजहरू जम्मा गर्छौ त्यसरी नै मैले आत्माहरूलाई जम्मा गर्छु। पहिले म पनि मानिस थिएँ, तर मैले धेरै पाप गरेँ, जसको बदलामा मलाई यो काम दिइयो, र अब म आत्मा सङ्कलनकर्ता हुँ, जसका लागि मलाई जहाजको आवश्यकता छ, र म चाहदैन कि तिमी यो जहाज विस्फोट गर। ज्याकले मर्फीलाई एउटा मौका दिन्छ। उसले भन्छ कि जाऊ, म तिमीलाई मार्दिन, तर बदलामा तिमीले यो जहाज विस्फोट गर्नु हुँदैन। तर मर्फीले उसको कुरा मान्दिनन्, जसपछि ज्याक एउटा फलामको डन्डीले उनीमाथि हमला गर्छ, जसका कारण मर्फी तल खस्छिन्। अब जस्तै ज्याक मर्फीलाई मार्नका लागि अगाडि बढ्छ, तब मर्फी एउटा तीर चलाएर त्यो बमको रिमोटमा निशाना लगाउँछिन् र आफै तुरुन्तै पानीमा हाम फाल्छिन्, जसपछि जहाजमा एउटा धेरै ठूलो विस्फोट हुन्छ। विस्फोटका कारण जहाज पानीमा डुब्न थाल्छ र मर्फी पानीभित्र जहाजको मुनि फसेकी हुन्छन्। अब उनलाई बाहिर निस्कने कुनै बाटो देखिँदैन र उनको सास नली पनि फुल्न थाल्छ। तर त्यत्तिकैमा त्यहाँ केटीको आत्मा आउँछिन्, जसले मर्फीलाई हातले समातेर माथिको बाटो देखाउँछिन्। तब मर्फीले देख्छिन् कि ज्याकले जति पनि आत्माहरूलाई कैद गरेर राखेको थियो ती सबै आत्माहरू आजाद भएका छन्। मर्फी धेरै मुस्किलले माथि सतहमा आउँछिन् र उनले देख्छिन् कि ज्याकले जति पनि आत्माहरूलाई आजाद गरेको थियो ती सबै आत्माहरू आफ्नो असली संसारमा जान थालेका छन्। वास्तवमा यहाँ जति पनि आत्माहरू थिए ती सबै ज्याकका गुलाम थिए, मात्र केटीको आत्मा उनको गुलाम बन्न सकिनन्, किनभने केटीको आत्मा पवित्र थियो, जसका कारण ज्याकले उनीमाथि धेरै नियन्त्रण गर्न सकिरहेको थिएन। त्यसैले केटीको आत्माले बारम्बार मर्फीको मद्दत गरिरहेकी थिइन्। अब यहाँ मर्फी एउटा बाकसको सहारामा समुद्रमा पौडिरहन्छन् र त्यत्तिकैमा उनी एउटा जहाजसम्म पुग्छिन् जसले उनलाई उद्धार गर्छ। जब उनलाई बन्दरगाहमा ल्याइन्छ तब उनले आफ्नो एम्बुलेन्सबाट देख्छिन् कि ज्याक अझै पनि जीवित छ र जहाजको जति पनि सुन थियो उसले त्यो सुनलाई अर्को एउटा जहाजमा स्थानान्तरित गरिरहेको छ, ताकि त्यो सुनको लोभमा उसले अझै धेरै मानिसहरूलाई मार्न सकोस् र उनीहरूको आत्मालाई कैद गर्न सकोस्। यसैका साथ यो कहानी समाप्त हुन्छ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब र फलो गरी लाइक अवश्य गर्नुहोला। धन्यवाद।